So hello everyone, good morning. Welcome to my YouTube channel. स्वागत छ सबैलाई YouTube च्यानलमा। अहिले ठ्याक्क 5:30-6 बजी आइसक्यो। अबको आजको यात्रा हाम्रो गन्तव्य भनेको धेरै राम्रो ठाउँमा हुनेछ, पहाडतिर। अनि म मात्रै जान लाग्छ, एउटा दिदी आउनु लाग्छ, उसँग जान लाग्छु। म चाहिँ बिहान नै उठेको। म अहिले चाहिँ रोडमा यस्तो छ, खाली खाली छ रोड, यस्तो राम्रो हावा पानी पत्ला जस्तो छ। ल एकैछिन ऊ आइसकेपछि बल्ल देखाउँछु ल। म रोडमा छु। ठाउँको नाम कहाँ आउँदै थियो? यो हो भाइरल डाँडा, के भन्छ? भाइरल सिलगढी डाँडा। हामी यति बेला दिपायल सिलगढीको यात्रामा छौँ। अनि मैले हेर्ने यो उड्छ भनेर यस्तो गरेको छु मैले। ए ल ठिकै छ। दिपायल सिलगढीको यात्रामा छौँ। अहिले चाहिँ हामी सेल्फी डाँडामा पुग्यौँ, गोदावरी भन्दा अलिकता माथि। अब यहाँबाट जान्छौँ हामी, त्यसपछि कहाँ कहाँ पुग्छौँ त्यो सबै कुराहरू हामी गन्तव्यमा पुगिसकेपछि बनाउनेछौँ। गन्तव्य हुँदाखेरि बाटोमा के देखिन्छन् ती कुराहरू सबै देखाउनेछौँ। काफल त हामी बाटोमै टिपेर खान्छौँ। काफलकै लागि स्पेसल हो। ल ओके। हामी भविष्यको मुख्यमन्त्री। बजेट कहिले बाँड्ने? म मुख्यमन्त्री। ल हामी खाउँ अनि लागौँ है। अब हामीले एकछिन खाजा खायौँ। अब यहाँबाट हामी लाग्दैछौँ होइन त मुख्यमन्त्रीज्यू? यस पत्रकार। हामी बजेट वितरणमा छौँ अहिले। यसरी खाने डाँडा हेर्नुहोस्, सुन्दर शान्त वातावरणमा खाने डाँडा यसरी सुन्दर छिन्, धेरै राम्री छन् खाने डाँडा। यो डोटीमा हामीले यस्ता राम्रा राम्रा ऐसिलो तिरकुडा खान पाइरहेको छ। अब यहाँबाट हामी जाँदैछौँ अगाडि जान्छौँ। त्यससम्मको यात्रा तय हुनेछ है ड्राइभर? मैले ड्राइभर चाहिँ यो 500 रुपियाँमा हो आज भाडामा। जग्गा बिक्रीमा छ यहाँनिरको घरेडी किन्नुहुन्छ भने। माइ गड, कहाँ सुकेर बाटोको दृश्य। हेलो, अब हामी पुगिसक्यौँ धप्रेनी काफल डाँडा। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ यस्तो काफलहरू मिल्छ। मैले पोहोर साल चाहिँ यो रुखमा टिपेको थिएँ मैले काफल। अहिलेको साल पनि हामी आइसकेका छौँ मुख्यमन्त्री कृष्ण सिराडीसँग। अब को नयाँ मुख्यमन्त्री हुनुहुन्छ, उहाँको प्रेस सल्लाहकार हो। अब चाहिँ हामी आइसकेका छौँ काफल डाँडामा। काफल डाँडामा यस्तो रमाइलो हुनेवाला छ। हामी यहाँ निन्दा लाग्यो भने सुतेर पनि जानेछौँ होइन कृष्ण दिदी? यस्तो राम्रो बिहानी पखको समयमा यस्तो डोटीतिर हामी दिपायल सिलगढी हुँदै फेरि धनगढी रिटर्न हुनेछौँ। यस्तो राम्रो यहाँको वातावरण छ, हेर्न सक्नुहुन्छ। डाँडा काँडा हरियाली। धनगढीमा के बस्नु यस्तो भनेपछि होइन? यस्तो पिङ खेल्न मन छ भने त्यहाँ पिङ पनि खेल्न सक्नुहुन्छ, जान सक्नुहुन्छ। यस्तो राम्रो छ। वाउ, तिमी त क्या चक देखिया यार। यो चाहिँ मेरो दिदी। धेरै रमाइलो मान्छे भनेको यो मान्छेमा देख्छु। अनि एकदम आँटिलो, हिम्मतिलो, साहसिलो नारीमा पर्नुहुन्छ। अनि एकदम राम्रो छ। बिहे भएको छैन प्लिज जो सिङ्गल हुनुहुन्छ उसलाई कमेन्ट गर्नु होला। यस्तो राम्रो भ्यू लागिरहेको छ मलाई। यो भ्यू टावर हो यो काफल डाँडाको। ओ माइ गड, यहाँदेखि जोराले पनि देखिन्छ क्या। ला यो अलि जिउँडो छ भन्दैछ यो दिदीले, राम्रोसँग यो छैन, अलि डरै छ। यस्तो छ यो माथिको भ्यू हो यो रोडदेखि ठ्याक्कै यता हेऱ्यो भने सहजपुर यता छ, जोराल डोटी यता छ। यो सहजपुरदेखि अलि यता आयो भने चाहिँ यो काफल डाँडा भेटाउन सक्नुहुन्छ। धप्रेनी काफल डाँडा। अझै माथि जान्छौँ हामी, यहाँदेखि माथि गइरहेको छु म। यस्तो रमाइलो छ क्या यार साथीहरू, गजबको रमाइलो छ क्या। वाउ, ल लम्बसार सुत्न नि मिल्छ, निन्द्रा बात त सही है। सही क्या रे? ओ माई गड, स्वर्ग देखिने हो, स्वर्ग हेर्ने हो गाइस, स्वर्ग। सल्लाहको यो भइरहेको रहेछ नि, सल्लाहको बच्चाहरू आइरह यहाँ सिउता। म हिँड्दैछु काफल खानको लागि। यो भ्यू टावर भन्दा अलिकता तल आयो भने यस्तो काफलको बोटहरू देखिन्छ। यस्तो राम्रो छ नि यहाँ वातावरण। अनि यहाँ वरपर काफल छ। भ्यू टावर भन्दा अलिकता तल आयो भने चाहिँ काफल डाँडा त्यत्तिकै पनि ठाउँको नाम नराखेको रहेछ, तर साँच्चीकै काफल रहेछ यता। पुरै यो छ नि यो भयो काफल। ल यति सानो बोटमा पनि काफल फलेछ। ल हेर्न सक्नुहुन्छ है। ल यो काफल टिपेर खान पाउँदा त पहिलो व्यक्ति भनेको मै हो जस्तो लागिरहेको छ कि। बात त सही है।
यस्तो मजाको मैले काँफल टिपेर खाइरहेको छु। मैले सोचिरहेको थिएँ काँफल लिएर जाउँला, टिपेर जाउँला, किनेर लग्ला सोचिरहेको थिएँ। तर यहाँ चाहिँ काँफल डाँडामा आइसकेपछि काँफल प्रशस्त छ यहाँ जम्मै यसरी। र हाइकिङको लागि आउनुहुन्छ भने यो बाटो चाहिँ यस्तो राम्रो छ के, माथिबाट तल झर्ने पहिला, त्यसपछि चाहिँ माथि चढ्ने हो के। अनि यस्तो राम्रो बाटो छ, प्राय हाइकिङमा पनि यो बाटो आउनुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ। यस्तो राम्रो वातावरणमा बिहानी पखको समयमा होइन, हेर्नु न यहाँ कति काँफलहरू कस्तो राम्रो बोट छ। यसले अब टिपेर यो उ गरेर चाहिँ छोडिदिनु भएको छ कि यस्तो चाहिँ नगर्नु होला। जो पनि आउनुहुन्छ यसको यो बोट बिरुवाको चाहिँ रक्षा गर्नु होला। आज हामीले काँफल खायौँ, अर्को वर्ष पनि हामीले काँफल खानुपर्छ। म पोहोर साल पनि यो डाँडामा आएको थिएँ म काँफल खान भनेर आएको थिएन पोहोर साल चाहिँ। अहिले चाहिँ विशेष गरी काँफलै खान हो भनौँ। अनि यस्तो राम्रो रुखैमा टिपेर तपाईँहरूले काँफल खान सक्नुहुन्छ। ल यो काँफल खान पाउँदा त कस्तो रमाइलो क्या होइन र। त्यो हामीले किनेर अरूले टिपेको किनेर खानुभन्दा रुखमा आएर खान बेग्लै मजा छ। यहाँ हेर्न सक्नुहुन्छ टेस्ट नै फरक छ क्या सबै। क्या मजा। अनि काँचो काँचो टिप्न त सकिरहेको छु, हाइट कमले, हाइट छैन नि त मेरो। यो चाहिँ रुखमा टिपेर खान यस्तो आनन्द छ यार, कस्तो राम्रो। मैले चाहिँ मिस गरेर आएको छु मेरो बुवालाई। अनि मलाई अस्ति पनि अत्तरियाबाट काँफल ल्याइदिए घरदेखि भन्दै हुन्थ्यो। र म राति जानु पऱ्यो, काँफल दिउँसै मिल्दो रहेछ, भेटिएन। तर आज म काँफलको रुखमा छु, मेरो बुवालाई आमालाई धेरै सम्झेको छु। आई लभ मच। अनि धेरै धेरै माया छ बुवा। म काँफल ल्याउँदैछु मसुरियामा। अनि यस्तो छ। बाजुरामा जाँदाखेरि, जब म बाजुरामा थिएँ 6-7 क्लास पढ्दाखेरि, त्यति बेला म काँफल टिप्न जान्थेँ साथीहरूसँग। सबै साथीहरू रुखमा चढ्थे अनि म चाहिँ भुइँमा हुन्थेँ। अनि भुइँको टिपेर लिन्थेँ मैले। कहिले पनि रुख चढ्न सकेन मैले काँफलको। र आज चाहिँ मैले रुख नचढेर भए पनि काँफल खान पाइरहेको छु। सो लक्की जस्तो फिल भइरहेको छ। अब यो काँफल एकैछिन मैले यसको भिडियो पनि क्लिप गर्छु, अनि त्यसपछि तपाईँलाई म भेट्नेछु। ल म काँफल खाएर फर्किँदैछु। अनि अब म जाँदैछु माथि भ्यू टावरतिर। र यो चाहिँ काँफलको भ्लग रहनेछ। अनि त्यसपछि फेरि अर्को गन्तव्यतिर पुग्यो भने, अहिलेको गन्तव्य भनेको मेरो काँफलको हो। त्यसपछिको गन्तव्य के हुन्छ मलाई थाहा छैन। अहिले चाहिँ हामी काँफल खानेतिर छौँ भनिसकेपछि काँफलको गन्तव्यमै होला नि त म होइन। सो अहिले चाहिँ हिँडिराखेको छु। आहा यो उकालोमा हिँड्न यस्तो मजा आइरहेको छ नि मलाई। यो मेलको रुख है, मेल थाहा छ होला धेरैलाई, त्यो मेलको रुख हो। बोट सानो छ, चराहरू चुरुङ्गीहरू बाँसिरहेछन्, हेर्नु सक्नुहुन्छ। आहा क्या मजाको क्या। ल एकछिन म टोपी लगाएँ, त्यसपछि बोल्छु ल। ल आइयो माथि। अहिले चाहिँ गर्मी भइरहेको छ। यो थाहा छ, हात सात काटियो भने हामीहरू पहाडमा पहिला हात सात काटियो भने चाहिँ यसलाई माडेर यसलाई चाहिँ मलेर अनि हातको जुन ठाउँमा काटेको छ नि त्यो ठाउँमा हामी यसलाई लगाउँछौँ पहाडमा है। मेरो बाजुरामा, अरूकोतिर के चलन छ मलाई थाहा भएन, तर सायदै यो होला सबैको गाउँघरतिर। अनि मेरो पहाडमा चाहिँ यस्तो छ बाजुरामा चाहिँ। हेलो गाइस, अब चाहिँ हामी काँफल साफल खाएर एकछिन कुम्भकर्णहरू सुतेर पनि यो भ्यू टावरबाट निस्किसकेका छन्।
यो चाहिँ सुती म चाहिँ तलतिर अझै फेरि गएँ यसको तल काफल खान यहाँ चाहिँ काफल टिप्ने मान्छेहरू जानुभएको छ हामीले टिप्ने सकेनौँ हाम्रो अवकात छैन उहाँहरू टिप्नुहुन्छ अरे अहिले एकछिन बस्नुहुन्छ अरे यहाँ अनि हामी यहाँबाट किनेर चाहिँ लग्छौँ सो अहिले चाहिँ हामी जाँदैछौँ बुढोतिरको यात्रा कस्तो हुन्छ दिदी एकदम राम्रो हुन्छ होइन ल अब हामी बुढो जान्छौँ बुढो गइसकेपछि अर्को भिडियो आउनेछ यो भिडियो चाहिँ यति नै अब हामी बाई भन्नेछौँ बाई अर्को भिडियोमा भेटौँ ल नेक्स्ट भ्लगमा हामी भेट्नेछौँ तपाईँसँग अहिले चाहिँ बाई काफल डाँडा अहिलेलाई चाहिँ